everyone, welcome back to my channel. As per you know, मैले भिडियोजहरु नै अब युट्युबमा हैन just to learn something भनेर नि बनाउन खोजिरहेको छु. So आज चाहिँ by the way मैले मुख पनि धुएको छैन है. It is what it is हैन. अब त्यो ट्र्याक्टरी पढेर त्यस्तो मिल्दैन क्या. So yeah, I am very happy with that कि मैले 1 week regular vlog हाल्छु भनेर मैले च्यालेन्ज गरेको थिएँ. So with myself, so त्यो कम्प्लिट गरेँ मैले. अहिले अब यो विकमा चाहिँ अलिकति अब 1 day ग्याप हुँदै 2 day ग्याप हुँदैछ, बट अल्सो आई विल ट्राई माई बेस्ट टु डु इट. अनि आज चाहिँ मैले DIY बनाएको छु फर फेसियल स्क्रब हैन. सो फेसियल स्क्रब म त्यस्तो केही युज गर्दिनँ, त्यस्तो कुनै पनि म त्यस्तो बेसी केही युज गर्दिनँ फेसमा. क्रिम्सहरू पनि एकदम लिमिटेड हुन्छ मेरो सबै नै. त्यो पनि म कुनै दिन बनाउँछु फर यो हेल्प हैन, किनभने अब च्यानलमा नि केही हेल्प होस् भनेर नि बनाइरहेको छु. सो यस, आज चाहिँ मैले DIY बनाइसकेँ. आई फर्गट टु फिल्म द्याट. अहिले पो याद आएछ सँगै कि यो देखाउनुपर्छ किनभने इट इज भेरी हेल्पफुल भनेर मैले त्यो पहिलादेखि युज गरेर आएको हो. मम्मीले सिकाउनु भएको मलाई पनि. सो या एकदम होम इन्ग्रिडियन्ट चाहिँ म तपाईँलाई देखाउँछु कसरी बनाएँ. त्यो अब बनिसकेको छ त्यो देखाउँछु, तर मैले के एड गरेँ त्यो पनि भन्नेवाला छु. इट वुड बी अ सर्ट ब्लग बट अ भेरी नाइस फर यर स्किन. एन्ड मैले अहिलेसम्म मुखै धुएको छैन गाइज, एन्ड नथिङ, केही पानी नै लगाएको छैन मुखमा. वक गएर आएँ अनि आई ह्याड माई जुस एन्ड अल. त्यसपछि फेस जस्तोको त्यस्तै यतिकै छ. अनि यस, अब मुख त्यो लाएर पनि म तपाईँहरूलाई मुख धोएर पनि देखाउँछु कस्तो हुन्छ फेस भनेर. फर नाउ लेट्स सी वाट इट इज भनेर. ल लेट्स गो टु द किचन. मैले बनाइसकेको छु. सो दिस इज द प्रडक्ट वाट आई मेड टुडे. अनि यसमा चाहिँ मैले के युज गरेको छु मैले हालेको छु तपाईँको बेसन इज द मेन इन्ग्रिडियन्ट फर्स्ट हैन. सो बेसन एन्ड बिटरुट. अब हात पनि मेरो यस्तो रातो रातो छ अहिले पनि स्टिल, किनभने बिटरुटको एकदम सानो साइज, बिटरुटको एकदम यत्रो क्युब लिएर तपाईँले त्यसलाई ग्रेड गरेर त्यसको रस निकाल्ने हो होइन. अनि रसलाई यसमा एड गर्ने हो कम्ती मात्रामा, यति मात्रामा रसलाई एड गर्ने हो. त्यसपछि फेरि बेसन हाल्ने हो, यति भइहाल्छ. त्यसपछि दुधको दर हाल्ने हो. त्यसले चाहिँ तपाईँको स्किन ड्राई छ भने त्यसले अलिक नरिस गर्छ. नभए दुध मात्रै हाल्दा पनि हुन्छ, इट्स ओके विथ द्याट. नभए दही हाल्दा पनि हुन्छ. म समरमा चाहिँ बेसी जस्तो दही हाल्छु. अझै तपाईँले यसमा हनी पनि एड गर्नु सक्नुहुन्छ, तर म हनी चाहिँ एड गर्दिनँ. त्यति मन पर्दैन मलाई हनी एड गर्न. स्किनमा अलिकति तपाईँले डिफ्रेन्स देख्नुहुनेछ, तर इट विल टेक टाइम. अब मैले त यो कति मन्थ्समा आज गर्दैछु. मन्थमा 3 पल्ट 4 पल्ट गर्नुपर्छ, विकमा एकचोटि, लाइक द्याट. त्यसरी गर्नुभयो भने चाहिँ इट विल गिभ यु अ बेस्ट रिजल्ट, आई मस्ट से होइन, राम्रो रिजल्ट दिन्छ. सो फिलहाल चाहिँ यही छ. अब यो चाहिँ म कसरी बनाएँ के बनाएँ मैले तपाईँलाई भनिसकेँ. अनि लगाइसकेर कस्तो हुन्छ त्यो पनि देखाउँछु. विल सी द्याट. ओके. ओहो, सप पनि क्लिन गर्ने टाइम भइसकेको छ कि. म पहिला मेरो सप क्लिन गरिसक्छु, त्यसपछि तपाईँलाई म स्क्रब पनि लगाएर देखाउँछु. ल जस्ट वेट फर सम टाइम. फर्स्ट चाहिँ वेट यर स्किन अलिकति होइन, अलिकति पानी लाग्ने, बेसी नै वेट भइसक्यो. हल्का प्याड ड्राई गर्नुपर्छ. प्याड ड्राई अब यसले गरौँ. वाउ, पेन्ट लास्ट वेल. लेट्स मेक चुङ्गा. Wow. टाडाम, अल डन. फेस प्याकेज एकदम रेड मार्क्स भइरहेछ हो. सबै सुकेर यसलाई कस्तो देखिन्छ. अलिकति ओठ बेसी लागेछ, यहाँनिर यसलाई म मिलाउँछु. अनि यहाँ कस्तो देखिन्छ म देखाउँछु. यस्तो हुन्छ, यसरी लाउनुपर्छ सट्ट सबैतिर होइन. मैले हात पनि धुएको छैन, यसरी लाउने हो. अनि अहिले म देखाउँछु कस्तो हुन्छ. ल सुकेर राम्रो हुन्छ. इट मेड मी लाइक मम्मीको मेरो त हमेसा राम्रो नै हुन्छ, अलवेज होइन. इट गिभ्स अ गुड रिजल्ट अलवेज. अब यु गाइज क्यान अल्सो युज इट. तर अब अहिले म अझै यसको तपाईँहरूलाई रिजल्ट पनि देखाउँ. एकदम सुकेको छ. जुन सर्ट चाहिँ धुने हो. ओके. दिस इज मैले फेस वास गरिसकेँ. यो चाहिँ अब यस्तो हुन्छ, हेर्न सक्नुहुन्छ है. एकदम क्लियर हुन्छ स्किन. मेरो अलिकति यस्तोमा स्क्रब गर्नु पर्ने भएको थियो, अलिक दाना हुँदै थियो. त्यो अब विकमा एकपल्ट गर्नुभयो भने राम्रो हुन्छ मेरो लागि चाहिँ. सो हामी त मम्मीमा गर्छौँ. सो यस्तो हुन्छ, एकदम रेडियन्ट लुक दिन्छ क्या. अझै भोलि झन् अझै मजाको देख्छ आजभन्दा पनि.
सो यस्तो छाइमा बस्दा पनि अब त्यो घाममा देख्दै होला यस्तो भनेर सोच्नु हुँदैन, तर घाम हुँदा पनि नहुँदा पनि यस्तो हुन्छ, स्किन चाहिँ एकदम मजाको देखिन्छ क्या। सो या घाममा पनि मजाकै देखिन्छ। द्याट्स हाउ इट लुक्स। सो यु क्यान अल्सो ट्राई इट। कसको के युज गर्नु छ भनेर त्यहाँ देखाइदिइसकेकै छु। सो या द्याट्स हाउ यु हेभ टु युज इट। विकमा एकचोटि युज गर्नुहोस्, इट विल गिभ यु अ गुड रिजल्ट। द्याट्स इट फर टुडे। विल सी यु इन माई नेक्स्ट वान। बाई बाई।